Hello everyone, welcome to my channel KHR Mini Blog. So guys, आज भने चाहिँ म तपाईहरुलाई कहाँ जादै छु भनेर कतिजनाले त थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भइसक्यो होला। बाइक कुरा भिडियोमा। So guys, हैन आजको मेरो ब्लग चाहिँ के विषयमा छ भनेर त थम्बनेल हेरेर नि थाहा पाउने मान्छेहरुले थाहा पाइसक्नु भइसक्यो, नपाउने मान्छेहरुले चाहिँ भिडियो अन्तिमसम्म हेर्न होला। र आज मेरो हातमा चाहिँ ड्राइभिङ लाइसेन्स छ हैन। यो लाइसेन्स मैले निकालेको भनेको चाहिँ रिनो गरेको भनेको चाहिँ 2022 को डिसेम्बरमा हो हैन। अनि र मैले चाहिँ भर्खरै पनि एउटा न्यूज के सुनेको छु भने चाहिँ लाइसेन्सहरु प्रिन्ट भइसकेको छ भन्ने कुराहरु सुनेको भएर चाहिँ म चाहिँ अब चाहिँ यातायात कार्यालयतिर जाँदै छु। यो भन्दा अगाडि पनि म चाहिँ हैन लाइसेन्स चेक गर्न गइसकेको थिएँ, तर त्यतिखेर चाहिँ आइसकेको थिएन। मैले लाइसेन्स निकालेको भनेको 2022 मा हो, रिन्यु गरेको अब 2026 आइसक्यो। आज पनि जाँदै छु। अब के हुने छ है त, लाइसेन्स पाउँछु या पाउँदिन त्यो कुरा चाहिँ मलाई थाहा छैन। भिडियो अन्तिमसम्म हेर्न होला यो कुरा थाहा पाउनलाई। सो गाइज, म चाहिँ फाइनल्ली यातायात कार्यालय आइसकेको छु, हेकन्त कुनाको। अब म जान्छु हैन। मेरो लाइसेन्स पाउँछु पाउँदिन अब त्यही गएर थाहा हुन्छ है त। साथीहरु, तपाईहरु चाहिँ ड्राइभिङ लाइसेन्स निकाल्नुभन्दा अगाडि चाहिँ ट्रायल गर्न चाहनुहुन्छ भने चाहिँ यातायात कार्यालय छेउछाउमा पनि टन्नै ट्रायल सेन्टरहरु रहेको छ हैन। सबैभन्दा सुरुमा चाहिँ तपाईले बाइकको निकाल्नुहुन्छ भने दिदीले चाहिँ स्कुटरको ट्राई गर्नु हुँदैछ। सबैभन्दा सुरुमा 8 घुमाउनु पर्ने हुन्छ। घुमाइसकेपछि बाहिर निस्केपछि तपाईहरुको चाहिँ टर्निङ आउँछ हैन। यो मैले देखाउन सकिन। टर्निङ पछि चाहिँ तपाईहरुको जेब्रा क्रसिङ आउँछ अनि हम्स आउँछ। त्यसपछि उकालो ओह्रालो तपाईहरुले उकालोमा लगेर रोक्नु पर्ने हुन्छ। ट्राफिकले जाऊ भनिसकेपछि चाहिँ ओह्रालोमा गएर रोक्नु पर्ने हुन्छ। त्यसपछि चाहिँ तपाईहरु ट्रायल पास हुन्छ। साथीहरु, तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ म जस्तै लाइसेन्स लिन आउने महानुभावहरु हुनुहुन्छ। सो गाइज हैन, मेरो लाइसेन्स अझै पनि आएको रहेछ। मेरो लाइसेन्स भनेको रिनो भनेको 2022 डिसेम्बरमा गरेको थिएँ। र अरु कुरा के हो भने चाहिँ मैले त्यो न्यूज हेरेर आएको थिएँ हैन, लाइसेन्स प्रिन्ट भएको छ भनेर, तर प्रिन्ट भइसकेको रहेछ। दुःख लाग्यो। यो कुरालाई चाहिँ नेपाल सरकारप्रति पनि ध्यान आकर्षण गराउन चाहन्छु। र आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गरेर भनिदिनु होला। र तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब र बेल आइकन दबाइदिनु नबिर्सिनु होला। जय नेपाल।